हेलो हाई नमस्कार, म अम्बिर। यतिखेर म चाहिँ विमल नगर दुम्रेतिर छु। सिद्धि गुफा छ भने यतापट्टि बन्दीपुर छ। नेपालको सबैभन्दा ठुलो सिद्ध गुफामा त यहाँहरूलाई हार्दिक स्वागत गर्दछ। बर पिपलै रहेछ, चाहिँ चढ्दैछु। भर्याङ पनि बनाइदिनु भएको रहेछ यस्तो उकालोमा। नभए आफै जिम्मेवारी भन्ने लागिरहेको छ। म त फेरि लग काँप्छ हौ। तल गयो त नजिक गयो त। एसियाको दोस्रो गुफा सिद्ध गुफामा आएको छु। मेरो भिडियो कस्तो लाग्छ तपाईँहरूलाई हेरिदिनु होला, कमेन्ट गरिदिनु, लाइक गरिदिनु होला। नयाँ हुनुहुन्छ भने सब्सक्राइब पनि गरिदिनु होला। ल भित्र प्रवेश गरौँ। गुफाको प्रवेश। गुफाभित्र यत्रो ढुङ्गा छ, यहाँबाट जाँदो रहेछ है। सिद्ध गुफामा जे होस् 100 मिटर भित्र चाहिँ 400 कति छ मिटर लामो। 100 मिटर त गयो होला है। मेरो मनोकामना पुरा होस्। भगवान् सधैँ सम्झना अरूलाई राम्रो होस्। आफूलाई सिद्ध गुफाको भ्रमण पनि गरियो। अब चाहिँ लागिन्छ बन्दीपुरतिर। मनले आँटेको थियो यहाँ आउनलाई, मनोकामना नि पुरा भयो। म चाहिँ सिद्ध गुफा घुमेर चाहिँ फर्किएँ। अब लाग्नेछु केबल कारतिर। म चाहिँ बन्दीपुर उकालो केबल कारनिर जाँदैछु। केबल कार आउँदैछ। बन्दीपुर जाउला, हात्तीसँग सेल्फी खिचौला। ल गैँडाजीलाई पनि मैले नमस्कार गर्यो, शिवजीलाई पनि दर्शन गरेँ। अब केबल कारको अफिसमा जाँदैछु बन्दीपुर जानको लागि। अफिस प्रवेशद्वार अफिस हो यो। केबल कार सरर र बन्दीपुर खाली छ यार। बाबाजी हुनुहुन्छ हाम्रो। नमस्कार, दर्शन छ बाबाजी। त्यसपछि शिवजी त यहाँ हुनुहुन्छ। यो चाहिँ माछा पोस्रे हिमाल जस्तो छ, सायद मलाई पनि थाहा छैन। हाम्रो के भगवान् हुनुहुन्छ यहाँ बाबाजी। त्यहाँ चाहिँ जिराफ हुनुहुन्छ अनि गोरु हुनुहुन्छ। त्यहाँ खेत जोत्ने, अब पहाडतिर के खेत जोत्नेको सङ्ग्रहालय छ। त्यहाँ टाइगर पनि हुनुहुन्छ। हाम्रो चाहिँ यहाँ किङकोङ हुनुहुन्छ, सायद किङकोङ त हो यो। हनुमानजी हुनुहुन्छ, दर्शन छ हनुमानजी। त्यसपछि यहाँ छ शिवजी हुनुहुन्छ। बन्दीपुरको केबल कार पनि घुमियो, हेरियो, अवलोकन गरियो। एकदम सुन्दर ठाउँ, राम्रो ठाउँ रहेछ। केबल कारमा चाहिँ मान्छे अलिक कमी रहेछ, तर बन्दीपुर जाँदाखेरि चाहिँ रमाइलो होला। एकदम गाउँ बाक्लो होला, कस्तो होला। अब जाँदैछु म टिकट ट्याउँ पारेर। यो महिना अलिकति फागुन चैतको महिना हो के अरे, एकदम हुस्सु लागेको छ। हिमाल सिमाल पनि देखेको छैन। अघि म चाहिँ गुफा, एसियाको दोस्रो गुफा सिद्ध गुफा घुमेर आएँ। त्यहाँ राम्रो देखेको छैन त्यो अवलोकन। अफिसभित्र गइन्छ अनि टिकट काटिन्छ, त्यही हो घुमिन्छन्, केबल कार चढिन्छ। चाहिँ बन्दीपुर आइपुगेँ म। यो चाहिँ म यता घुम्न आएको रहेछु। यता चाहिँ घरहरू हल्का रहेछ। बन्दीपुर ल, यो चाहिँ भानु माध्यमिक विद्यालय रहेछ। यता चाहिँ मैले उता देखेको थियो। त्यसपछि यो डाँडा भइगयो। यता चाहिँ जस गाउँ कम्ती रहेछ, गाउँ चाहिँ यता बढी रहेछ। म देखाउन चाहन्छु अहिले। यसो पानी रे कहाँ के अरे भन्ने मन्दिर सन्दिर उता होला, पर होला। बन्दीपुर पनि आइपुग्यो। बन्दीपुरको चाहिँ बजार घुम्दैछु। रमाइलो ठाउँ रहेछ यहाँ। जे होस् भक्तपुरको जस्तै लाग्यो मलाई चाहिँ। भक्तपुर पनि यस्तै छ है। 3 धारे जाँदैछु म। डल्ले साउको खाना घर चाहिँ पसलहरू पनि टन्नै रहेछ। लजहरू थिमी भक्तपुरको जस्तो घर छ। विदेशी पाहुनाहरू नै आउँदो रहेछ। रोटी खाँदैछ, रोटी मन पराउँदो रहेछ। कुकुर सुन्दर ठाउँ छ, जो चाहिँ रमाइलो, एकदम रमाइलो लाग्यो।
अहिले चाहिँ मान्छे त्यति धेरै छैन, बेलुका चाहिँ हुने होला सायद। अहिले घाम पनि लागेको छ, घाम पनि भने त्यति साह्रो घाम चाहिँ छैन। फुलको बगैँचा, फुल झरेर यहाँ विदेशी पाहुनाहरू छन्। म चाहिँ यता जाने बाटो कहाँ हो, तर खड्के देवी, नारायण टोल, टोडीखेल, तिनधारे भनेको यही रहेछ। के हो यस्तो पो ठाउँ रहेछ हो तिन बजार। खैरे नि मुङ्लिन आइपुग्यो। नमस्कार, म अम्बी चितवनको टाढीभन्दा भित्र आएको छु। स्काई राइडर सेकेन्डरी बोर्डिङ स्कुलमा। यो स्कुल यति राम्रो छ कि सबै पास। अनि नेपालको चितवन मध्येमा एक मात्र यो पूर्व चितवनमा। राम्रो पढाइ, राम्रो विद्यार्थी, राम्रो अनुशासन, सर, टिचर, म्याडम सब राम्रो के हो। पुरै छोडिदिनुहोस्। हामी सेक्युरिटी गार्डलाई पनि खानाको व्यवस्था छ, सुत्नको व्यवस्था छ। हाम्रो घर त नजिकै छ, घर गइन्छ पनि। नमस्कार, म हो अम्बिर। यतिखेर म गैँडाकोटको नारायणी रिसोर्टमा छु। नयाँ हुनुहुन्छ भने सब्सक्राइब पनि गरिदिनु होला। यस्तै यस्तै भिडियो म ल्याउने छु। म किन लिनु परेको, यो किन बाँध्नु पर्यो हो। मनले मन्दिर पूजा गरेर आए त भइगयो नि। कति लिए पर्यो? कति पर्यो? कति? 250। विक्रम बाबा मन्दिरमा चाहिँ अब जे होस् रमाइलो छ। लिइसकेको हो हामीले। ओ दर्शन, विक्रम बाबा दर्शन गर्नको लागि ट्र्याक्टरमा रिजर्भ, गाडीमा रिजर्भ। हामी पनि बुढाबुढी आएको छ। 40-45 मिनट हिँडिसक्यो। विक्रम बाबा अझ आइपुगे होइन। ओहो ओहो, यो त उता कटा फुटाइदियो। ल जाउँ, कता जाउँ।